चाहिँ म सिस्नु पकाउन गइरहेको छु। सुरुमा सिस्नु पकाउनको लागि चाहिँ तातो पानी तताउनु पर्छ। त्यसको लागि चाहिँ म तातो पानी तताउँदै छु। तपाईहरु हेर्न सक्नुहुन्छ। अब चाहिँ पानी उम्लिसक्यो। मैले चाहिँ सिस्नु हाल्दै छु। अब चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ। सिस्नु गयो। सिस्नु हाल्यो। अनि टक्क सिस्नु हाल्यो। सिस्नु हाल्यो यसरी। यसरी हाल्यो सिस्नु हाल्यो। ल मैले सिस्नु हालिसकेको छु। सिस्नु हालिसकेपछि चाहिँ हामीले चाहिँ यसरी चलाउनु पर्छ। यो चाहिँ अब काठको हो। यो चाहिँ चलाउने चाहिँ यो हल्का हुन्छ। यसलाई चाहिँ अब बनाउन गर्नको लागि चलाउनको लागि अब त्यसपछि चाहिँ अब केही समय चाहिँ यसलाई केही समय चाहिँ अब हुन्छ नि यसरी राख्नुपर्छ। चलाउनु पर्छ टक्क लाएर। दस 15 मिनट जति चाहिँ यस्तो गर्यो भने चाहिँ सिस्नु एकदमै मिठो हुन्छ साथीहरु। सक्नुहुन्छ। अब चाहिँ सिस्नु लगभग रेडी भइसकेको छ। एकदमै फाइनल अवस्थामा। ओके।